start the story Neighbors. Our first story from story section. The story Neighbors was written by an Australian writer, Tim Winton. This story is about a young married couple who have migrated to one of the suburbs. Suburb means a place which is a little far from the city. And when they migrated there, they happened to meet different European immigrants as the neighbors. European immigrants means Europe को विभिन्न देशबाट आएका अरू इमिग्रेन्ट्सहरू चाहिँ उसको छिमेकी भन्छ, ऊ आफै नयाँ छिमेकी हुन्छ, उनीहरूमा बसिरहेकै हुन्छ. At one side, one of the neighbors was Macedonian family who were living next door to the left, and there was another neighbor who was a widower at the right side, and he was from Poland. He was a policeman. देब्रेतिर चाहिँ मेसेडोनियन फ्यामिली हुन्छ भने दाहिनेतिर चाहिँ को हुन्छ त पोल्यान्डको पोलिस हुन्छ. ऊ चाहिँ विडोर. विडोर मिन्स द पर्सन हुज वाइफ वाज अलरेडी डेड. एन्ड मेसेडोनियन फ्यामिली सिम टु बी वर्किङ एज बुचर्स. And the policeman, he used to just collect the salvage woods, काठहरू त्यहाँ थुपार्ने, but he was not going to do anything new. He seemed to be hammering on the nails all the time. At another side, regarding Macedonian family, their voice was very much loud. Okay, and our new young married couple did not understand whether they were talking or they were fighting or they were murdering each other. अब वास्तवमै कुरा गरे हो कि झगडा गरे हो कि their gossip was like, it was so loud that it seemed to be murdering each other. And our young married couple, they took 6 months to understand about their voice, and they understood that they were not fighting, they were simply talking to one another. Their voices used to be so much loud. Always. 4 months, their interactions were very awkward. They did not like to talk to one another because they all were new. Those Macedonians family, they approved of the couple's late mornings, and the young man is staying home to write while his wife worked. घरमा चाहिँ श्रीमती चाहिँ घरबाट बाहिर गएर अफिसमा काम गर्न जान्छे, अनि श्रीमान चाहिँ घरमै बसेर केही लेखिरहेको छ, थेसिस लेखिरहेको छ, इज राइटिङ अ थेसिस. अनि यो कुरा चाहिँ त्यो मेसेडोनियन फ्यामिली अरू फ्यामिलीलाई चाहिँ कुराहरू चित्त बुझिरहेको हुँदैन. यिनीहरू ढिलो पनि उठ्छन् होइन. एन्ड वाइफ इज गोइङ टु द अफिस एन्ड हस्बेन्ड इज वर्किङ इन द हाउस. द्याट वाज समथिङ भेरी सरप्राइजिङ टु द ओल्ड नेबर्स. उनीहरूलाई यो कुरा अलिकति मन परिरहेको हुँदैन. जेनरली श्रीमान चाहिँ घर के अरे अफिस जाने, श्रीमती चाहिँ घर बस्ने हुन्छ नि. यहाँ चाहिँ अलिकति यङ म्यारिड कपलको चाहिँ अलिकति उल्टा छ. ओके, सो दे डिड नट लाइक द्याट इन द बिगिनिङ. अन द अदर ह्यान्ड फेरि यङ म्यारिड कपललाई पनि केही कुराहरू मन परिरहेको हुँदैन. जस्तै दे वर डिस्कस्टेड बाई द नेबर्स लिटल बोय युरिनेटिङ इन द स्ट्रिट एन्ड स्प्रेइङ द क्याट. द्याट लिटल बोय ही वाज युरिनेटिङ इन द स्ट्रिट्स. And when young married couple were looking what he was doing, they feel like disgusting. के भइरहेछ यहाँ, उनीहरूलाई त्यो कुरो मन परेर आउँदैन. एन्ड हिज हेड वाज अलवेज सेभ्ड. उसको त्यो कपाल चाहिँ जहिले सेभ गरिरहेको हुन्छ, तालु बनाइरहेको हुन्छ, एज इफ सायद सोचे होला पछि अलिकति बाक्लो कपाल आउँछ भनेर उसको कपाल खौरिरहेको होला. बट हिज फेस वाज हिज हेड वाज अलवेज सेभ्ड देयर. कुरा बुझ्यो नि. एन्ड ही ह्याड कोबाल्ट आइज, अलिकति मिस्टेरियस टाइपको ठुल्ठुलो आँखाहरू देखिन्छ. अनि यतातिर फेरि नेबर्स पनि दे ह्याड वान पेट डग. द्याट पेट डग युज टु बी जस्ट रोम अराउन्ड द पार्क, बट द्याट पेट डग वाज अ भेरी डोकाइल. डोकाइल भनेको अलिक पोलाइट खालको हुन्छ, डग भए पनि अलिक नम्र खालको हुन्छ. कुकुर चाहिँ फेरि अलिकति सबैको क्यारेक्टर अलिक फरक फरक खालको देखिन्छ यो स्टोरीमा. नाउ से थिङ्स स्टार्टेड टु चेन्ज इन अटम. अब मैले सधैँ भन्छु नेबर्स भने कस्तो हुन्छ भन्दा इट डजन्ट म्याटर वाट देयर रिलिजियन्स आर, वाट देयर कास्ट आर, what countries they belong to, it doesn't matter. Neighbor means always a neighbor.
हामी यो संसारको जुनसुकै कुनामा जाउँ छिमेकीको विशेषता जहिले पनि एउटै हुन्छ। हामी एकअर्काले के गरिरहेछन् छिमेकीले हेर्ने गर्छन् अनि सुरुमा नचिने पनि बिस्तारै चिन्न खोज्छन्, एकअर्कालाई सहयोग गर्न खोज्छन्। दे स्टार्ट कोअपरेटिङ इच अदर, नबोले पनि काहीँ न काहीँबाट सुरुवात हुन्छ। एन्ड स्लोली एन्ड ग्रेजुअली नेबर्स दे क्रिएट ब्रदरहुड, दे क्रिएट फ्रेन्डसिप, बिस्तारै सुरु हुन्छ। अब उनीहरूको पनि 6-7 महिनासम्म चाहिँ त्यति बोलचाल छैन। अब न्यू यङ म्यारिड कपल आर न्यू टु द मेसेडोनियन फ्यामिली एन्ड द पोलिसम्यान एट द सेम टाइम दे आर अल्सो न्यू टु द न्युली म्यारिड कपल। उनीहरू पनि नयाँ हुन्, त्यही भएर केही समय चाहिँ लाग्छ। सो दे सिम्पली स्टार्टेड गसिपिङ इन द अटम सिजन। अटम सिजनमा चाहिँ उनीहरूको गसिप सुरु हुन्छ। कसरी सुरु हुन्छ भन्दा द थिङ्स स्टार्टेड टु चेन्ज इन अटम वेन द कपल क्लिन देयर ब्याकवर्ड एन्ड प्लान्टेड अ गार्डन। अब न्युली यङ म्यारिड कपलले चाहिँ अब आफ्नो त्यो करिसाबारी लगाउनु खोज्छन्, केही तरकारीहरू, लसुनहरू, प्याजहरू, आलुहरू, बिन्सहरू त्यहाँ चाहिँ केही उनीहरू चाहिँ फलाउन खोजिरहेको हुन्छ। अब सबैले आफ्नो घरमा आफ्नो व्यवस्थापन गर्न खोजिरहेको हुन्छ नि त। दे अल्सो वान्टेड टु डु द सेम थिङ। द नेबर्स दे अफर्ड एडभाइस अन गार्डनिङ विच द यङ म्यान रिलक्टेन्टली एक्सेप्टेड। अनि त्यो गरिरहेको चाहिँ नेबर्सले देख्छ क्या। अब कुराकानी यसरी सुरु हुन्छ। हाम्रै गाउँघरमा पनि यस्तै त हुन्छ नि होइन। यु डु समथिङ इन योर फार्म ओर इन योर फिल्ड, तिम्रो बारीमा खेतमा तिमी केही गरेर हुन्छौ। इफ द नेबर्स सी द्याट दे कम टु देयर एन्ड दे विल आस्क यु वाट यु आर डुइङ, वाट आर यु गोइङ टु और वाट आर यु प्लानिङ टु ग्रो, के रोप्न खोजिरहनु भएको छ सोधिहाल्छन् क्या मान्छेले आएर, चिन्नु पर्दैन त्यहाँनिर। सो स्पेसली द्याट मेसेडोनियन फ्यामिली दे सिम्पली केम एन्ड आस्क्ड देम वाट यु आर गोइङ टु डु हियर। दे स्टार्टेड सिम्पली टकिङ एन्ड दे वान्टेड टु गिभ एडभाइस। ल यसरी चाहिँ गर्ने, यसलाई चाहिँ यसरी रोप्नुपर्छ, यसलाई चाहिँ यसरी चाहिँ खन्नुपर्छ भनेर उनीहरूले एडभाइस दिन थाल्छन्। द्याट न्युली यङ म्यारिड कपल दे डिड नट लाइक द एडभाइस इन द बिगिनिङ। उनीहरूलाई त्यो एडभाइस दिएको मन पर्दैन। नचिने मान्छे, अब बोल्न नखोजेको मान्छे आएर बोलिरहेछ, उनीहरूलाई त्यो कुरा मन पर्दैन। बट फ्रम द इनर साइड दे वर एक्सेप्टिङ द थिङ्स अल्सो बिकज दे वर सेङ राइट थिङ्स। अब दिएको सल्लाह त राम्रै छ नि होइन। सुरुमा त्यसलाई चाहिँ स्वीकार गर्न नसक्यो भने मनमा नै भित्रभित्र चाहिँ यो गर्नुपर्छ भन्ने खालको चाहिँ उनीहरूले भित्रभित्र चाहिँ एक्सेप्ट गरिरहेको हुन्छ। रिलक्टेन्टली एक्सेप्टेड मिन्स मन नलागि पनि एक्सेप्ट चाहिँ गरिरहेको हुन्छ। देन द वाइफ अफ द कपल, ओके, त्यो जुन न्यू यङ म्यारिड कपलमध्ये जुन वाइफ चाहिँ छ, सी वाज कनेक्टेड विथ द मेसेडोनियन ओमन। मेसेडोनियन ओमन जसको आँखा पनि ठुल्ठुलो हुन्छ, उसँग कनेक्ट गर्छ र मेसेडोनियन फ्यामिलीको त्यो जुन महिला छ, सी गेभ सम द गार्लिक क्लब्स टु प्लान्ट। त्यो लसुनको त्यो टुक्राहरू, क्लब्सहरू चाहिँ ल यो पनि त्यहाँ रोप्नु भनेर उसले दिन थाल्छ। हेर त नदिँदा पनि हुन्छ नि। इट इज नट नेसेसरी टु गिभ, बट दिस इज हाउ नेबरहुड बिगिन्स, दिस इज हाउ फ्रेन्डसिप बिगिन्स होइन त। अनि त्यो क्लब्स दिएर चाहिँ उनीहरूको चाहिँ सुरु हुन्छ, संवाद त्यसरी सुरु हुन्छ। आफ्टर सम टाइम द कपल दे बिल्ट अ हेन हाउस। उनीहरूले चाहिँ अब सोच्छन् अब करेसाबारी त भयो, अब एउटा कुखुराको खोर पनि बनाउनु पर्ला। भर्खरै बिहे गरेर गएको कपाल हुन्, केही न केही अब जोगाड त गर्नै पर्यो। दे प्लान टु बिल्ड अ हेन हाउस, बट द टाइम दे बिल्ड अप द्याट हेन हाउस अलवेज युज टु फल डाउन। त्यो कुखुरा खोर बनाउँदाखेरि त्यो जहिले पनि ढल्ने गर्ने कि ढलिहाल्ने, दोहोरो बनाउनै नसक्ने। द पुलिसम्यान रिबिल्ड इट। अब त्यो पुलिसम्यान जसले त्यो नेलले ह्यामर गर्ने काम गरिरहेको छ, टक टक पार्ने जसले काम गरिरहेछ, उसलाई त त्यस्तो बनाउन आउँछ, ऊ त काठकै काम गर्ने मान्छे हो। दे डिड नट कल हिम। त्यो पुलिसम्यानलाई चाहिँ, पुलिस भनेको फेरि त्यो पोल्यान्डको मान्छे भन्नु खोजेको मैले, फेरि पुलिस भन्ने बुझ्ने होइन। फेरि उसलाई बोलाएको छैन, तर उसले त्यो देखिरहेछ दे आर बिल्डिङ हेन हाउस एन्ड द्याट इज फलिङ फ्रिक्वेन्टली। अनि ऊ आफै जान्छ, हि क्यारिज नेल्स एन्ड ह्यामर बाई हिमसेल्फ एन्ड हि स्टार्ट्स रिबिल्डिङ। ऊ आफै गएर बिचरा बनाइदिन्छ। उसलाई बोलाउनु परेको छैन। किन गएको भन्दाखेरि एउटा नेबरको नाताले, एउटा छिमेकीको नाताले ऊ जान्छ र उसले बनाइदिन्छ र त्यो दह्रो पनि हुन्छ। ओके, देन हि रिबिल्ड इट फर देम विदाउट स्पिकिङ अ वर्ड। एउटा पनि शब्द नबोलिकन बनाइन्छ उसले। एज द सिजन्स चेन्ज द कपल बिगेन टु इन्टरेक्ट मोर विथ देयर नेबर्स, एक्सचेन्जिङ गिफ्ट एन्ड स्माइलिङ एट इच अदर। अब सुरुमा नबोले पनि एकअर्कालाई हेर्ने, स्माइल गर्ने र गिफ्ट एक्सचेन्ज गर्ने। अब कहिलेकाहीँ हुन्छ नि गिफ्ट भनेको हाम्रो यहाँ चाहिँ दीपावलीमा मिठाई बाँडाए जस्तो
उनीहरूले पनि अब कहिलेकाहीँ के पाकिरहेको हुन्छ होला त्यो एक्सचेन्ज गर्ने, कहिलेकाहीँ के चाडपर्व आउँछ होला त्यो एक्सचेन्ज गर्ने, त्यो सुरु हुन्छ। नभए पनि यसो स्माइल गरेर चाहिँ उनीहरू चाहिँ एकअर्काप्रति साइलेन्ट कन्भर्सेसन पनि चलिरहेको हुन्छ। बट दे स्टार्टेड टकिङ अल्सो। द यङ म्यान वर्कड अन हिज थेसिस एन्ड चाहिँ के को बारेमा हुन्छ भन्दाखेरि नि उसले चाहिँ एउटा 20th सेन्चुरी नोबलसँग रिलेटेड चाहिँ एउटा उसले लेखेको हुन्छ कि एउटा थेसिस लेख्न खोजिरहेको हुन्छ। नाउ इन विन्टर, फेरि अब जाडो महिना आउँछ, दे केप डग्स। अब सुरुमा परिसाबारी सुरु हो, त्यसपछि कुखुराको खोर बनाए, त्यसपछि अब उनीहरूले चाहिँ केही डग्सहरू हाँसहरू पाल्न मन लाग्छ उनीहरूलाई। एन्ड इन स्प्रिङ द मेसिडोनियन फ्यामिली टट देम हाउ टु स्लाउटर एन्ड ड्रेस देम। अब त्यो हाँस चाहिँ अब ठुलो हुँदै गएपछि जब त्यो हाँसलाई त अब काट्नु पनि पऱ्यो होइन, अब कोही बेच्ने होला, कोही काटेर खाने होला। अनि त्यो मेसिडोनियन फ्यामिली त बुझ्छ, मैले अघि नै भने। And they taught that young married couple how to slaughter it. Slaughter भनेको त्यसलाई कसरी काट्ने, कसरी छिल्ने भनेर चाहिँ उनीहरूले सिकाइदिन्छन् उनीहरूलाई। That was also very much helpful thing to the newly married couple. Okay. The neighbors told stories and the couple felt a sense of belonging. Now they started talking, they started sharing. They started sharing the stories. And they felt that they belong to one another. अब उनीहरूमा एकअर्काप्रति एउटा माया चाहिँ बस्छ। अब एकअर्काको दुःख सुख सेयर गर्ने भइसकेपछि त्यहाँ त अफेक्सन त डेफिनेटली भइहाल्छ नि होइन, त्यस्तो सुरु हुन्छ। नाउ द टाइम पास्ट, लेडी फ्रम द कपल, त्यो कपलको जो लेडी छ, सी बिकम्स प्रेग्नेन्ट हुन्छ ऊ। द्याट वाज अनएक्सपेक्टेड। Their friends usually waited longer to have children. त्यो यङ म्यारिड कपलको अरू साथीहरूले चाहिँ बच्चा जन्माइहाले हुँदैन, दे टुक सम टाइम टु गिभ बर्थ टु द बेबिज। अब प्लानिङ हुन्छ नि त, फ्यामिली प्लानिङहरू हुन्छ, उनीहरूको टाइम लिएर हुन्छ। तर उनीहरूको चाहिँ अब अनएक्सपेक्टेडली बच्चा बस्छ। अनि बच्चा बसेपछि उनीहरूलाई सुरुमा अलिकति अप्ठ्यारो लाग्छ, हाउ फास्ट वी कन्ज्युम द बेबी। अलिकति प्लानिङ गरेर पछि बच्चा जन्माउला भन्ने उनीहरूले सोचेका हुन्छन्। तर अब भगवान्को चाहना होला, बच्चा बसिहाल्छ चाँडै होइन। सुरुमा उनीहरूले अलिकति अप्ठ्यारो चाहिँ मान्छन्, बट वाट टु डु, नाउ द बेबी वाज अलरेडी अन द होम अफ द मदर, विथ द वाइफ अरेन्जिङ म्याटर्निटी लिभ एन्ड द यङ म्यान कन्टिन्युङ हिज थेसिस। अब के भने बच्चा बसि नै सकिया छ। अब बच्चा बसिसकेपछि अब उसलाई त राम्रोसँग केयर गर्नै पऱ्यो, सबै कुरा उसको हेरचाह गर्नै पऱ्यो। अनि त्यो महिलाले चाहिँ म्याटर्निटी लिभ चाहिँ उसले अरेन्ज गर्छ, सुत्केरी बिदा उसले लिन्छ र अब श्रीमानले चाहिँ उसको केयर गर्न थाल्छ। ही डिड नट वान्ट पिपल टु नोटिस हर प्रेग्नेन्सी। तर प्रेग्नेन्सी इज समथिङ द्याट वी क्यानट हाइड। हामी हाइड त त्यसलाई गर्न सक्दैनौँ, ढिलो चाँडो त देखिहालिन्छ। एन्ड द नेबर्स अल्सो न्यू अबाउट हर प्रेग्नेन्सी। पिपल स्माइल्ड टायरलेसली एट देम। The man in the deli gave her small presents of chocolates and him packets of cigarettes that he stored in. In the summer, the Italian woman, त्यहाँको अर्को इटालियन वुमन छ, उनीहरूले चाहिँ they wanted to offer names। र यो बच्चाको नाम चाहिँ हामी राख्छौँ है। अब एकदम आफ्नोपन के, ल बच्चाको नाम चाहिँ हामी राख्छौँ, यो नाम राख्दा ठिक होला भनेर they started giving the names। बच्चा जन्मेको छैन, नाम दिन थालिसके। Greek woman stopped the young woman in the street, pulled her skirt up and felt her belly. एउटा चाहिँ ग्रिस वुमन छ, उसले चाहिँ बाटोमै उसलाई रोकेर उसको स्कर्ट यसो माथि उठाएर उसको पेट छाम्छे। एउटा छिमेकी भएर त्यस्तो पेट छाम्छे, फेल्ट हर बेली एन्ड टेलिङ हर द्याट इट वाज बाउन्ड टु बी अ बोय। ल तिम्रो पेटमा चाहिँ पक्कै पनि छोरा नै छ भन्छ। अब ऊ डक्टर त होइन, तर गाउँघरमा यस्तै हुन्छ नि। सी सेड द्याट यु हेभ अ बेबी on your belly and that baby is a boy। त्यो बेबी चाहिँ को छ त, छोरा छ भनेर भन्छ। लेट समर द वुमन नेक्स्ट डोर ह्याड निडेड द बेबी अ सुट। त्यो अर्को छिमेकीले चाहिँ त्यो बच्चाको लागि के गरिदिन्छ भन्दाखेरि एउटा सुट चाहिँ सिदिन्छ उसले, एउटा कपडा चाहिँ त्यो धागोले सिदिन्छ। हेर न यहाँ छिमेकीले केही गर्नु भन्नुपर्छ त, आफै गरिरहेछन् सबैले, सुट बनाइदिन्छ, कपडा गरिदिन्छ, complete with booties and beanie. The young woman felt flattered, claustrophobic, grateful and peeved. सुरुमा चाहिँ के गरे होला जस्तो पनि लाग्छ, एकछिन फेरि टेन्सन पनि लिन्छ, किन यति बढी केयर गरेर सक्दैन, फेरि कुनै बेला ऊ एकदम खुसी पनि हुन्छ।
ओहो मलाई कति केयर गरिरहेछन् यिनीहरूले भनेर खुसी पनि हुन्छ। The police widow next door had almost finished his 2-car garage. The young woman could not believe that a man without a car would do such a thing. अब त्यो पुलिस म्यान चाहिँ त्यो अलिकति विडोर छ नि, ऊ चाहिँ अलिकति अजिब काम गर्छ फेरि। अब त्यो ग्यारेज जस्तो पनि चलाइरहेको हुन्छ, त्यहाँ कार एउटा छैन तर ग्यारेज खोलिदिरहेको हुन्छ, 2-3टा ग्यारेज पनि खोलिदिरहेको हुन्छ। फेरि अहिले अजिब क्यारेक्टर हुन्छ नि फेरि छिमेकहरुमा पनि। अनि उसले चाहिँ त्यो दाउराहरू ल्याइदिने, अनि उसको त्यो नयाँ जुन प्रेग्नेन्ट लेडी छ उसँग चाहिँ कुरा पनि गरिरहेको हुन्छ, जुन अलिकति हाम्रो यो उसको हस्बेन्डलाई त्यति मन परेर हुँदैन सुरुमा, तर उसले पनि त्यस्तो सोचेर कुरा त गरे हुँदैन हैन। तर अब नयाँ मान्छे आएर कुरा गरेर त कहिलेकाहीँ श्रीमानलाई मन पर्दैन नि त हैन। नाउ लेबर केम एब्रप्टली, द यङ म्यान एबन्डन द 20th century नोभल। अब हामी अलिकति प्रेग्नेन्सीको बेलामा हुने इन्भाइरोमेन्ट एम्बियन्सको बारेमा हामी अलिकति कुरा गर्छौँ। द लेबर भनेको त्यो पेन सुरु हुन्छ, बेथा लाग्नु भन्छ नि हामी नेपालीमा, त्यो पेन सुरु हुन्छ। अनि उसले 20th century नोभल चाहिँ उसले यतातिर त्यसलाई बेग्लै जुन नोभलको थेसिस उसले लेखिरहेछ त्यो नोभललाई एक साइडमा राख्छ। हिज वाइफ बिगेन टु ब्ल्याक द स्टोभ, द मिड वाइफ केम एन्ड हेल्ड हर फिनिश द job while he ran about making statements that sounded like queries. His wife hoisted her belly about the house, supervising his movements. Going outside for more wood, he saw in the last light of the day the faces at each fence. He counted 12 faces. The Macedonian family wept and called out what sounded like their best wishes. अब यहाँ के भइरहेछ भन्दा अब व्यथा सुरु भएको छ, अब उसलाई दुखिरहेको होला, ऊ कहिले यता आगो बालिरहेछ, कहिले दाउरा ओसार पसार गरिरहेछ, के गरिरहेछ, यसो बाहिर गएर हेर्छ 12-13 जना घर अगाडि यसो टुवा परे हेरिरहेछन्। किन हेरिरहेछन् भन्दा अब बेबी जन्मिनेवाला छ, अब बोलाउनु परेको छैन कसैले, दे आर अलरेडी देयर, दे आर जस्ट लुकिङ एट इच अदर, त्यो भइरहेछ। दे जस्ट कम्प्लिटली ओभरवेल्म हैन। देयर विल 12 फेसेस। रात पर्दै जान्छ। द यङ वुमन डज बिट्विन कन्ट्र्याक्सन, समटाइम्स वाकिङ, समटाइम्स साउटिङ। बिचरा त्यो प्रेग्नेन्ट लेडी अब यसो हिँडी पनि रहेछ, कराइ पनि रहेछ, कहिले यताउति के अरे मुभमेन्ट देखाइरहेछ। समटाइम्स सी इज जस्ट टेकिङ हट बाथ, समटाइम्स सी इज जस्ट टेकिङ आइस। ओके, हर बेली रोज, युटेरस फ्लेक्सिङ डाउनवर्ड। अब यसो त्यो बच्चा चाहिँ तल झरिरहेको अवस्था छ, जन्मिरहने अब एउटा पोजिसनमा ऊ आएको छ। एन्ड फाइनली त्यहाँ त्यो यङ म्यानले चाहिँ उसको त्यो श्रीमतीको यसो ढाडमा तेल सेल लगाइदिरहने गरिराखेको छ। फेड हर आइस एन्ड रब्ड हर लिप्स। उसको त्यो ओठ, यो बच्चा जन्मिनुमा चाहिँ महिलालाई यो धेरै पीडाहरू हुन्छ कि, अनि त्यो ओठमा यसो त्यो तेल लगाइदिएर सुक्खा ओठ भएको हुन्छ, तेल लगाएर अलिकति म्यानेज चाहिँ गरिदिरहेको हुन्छ। देन केम द पुसिङ। द्याट प्रेग्नेन्ट लेडी tried her best pushing the baby to come out so that the baby could be born safe. Okay, she tried not to shout, तर अब हल्ला नगर्ने भनेर हुँदैन, बच्चा जन्मिनुमा आवाज त आइ नै हाल्छ। He felt the power of her। त्यो महिलाले जुन शक्ति लगाएको हुन्छ त्यो बेलामा श्रीमानले त्यो शक्ति फिल गर्छ क्या। त्यो बेलामा महिलाले लाउने शक्ति यति पावरफुल हुन्छ अरे कि त्यहाँ कसैले त्यो शक्तिको कम्पेयर गर्न सक्दैन अरे कि बच्चा जन्मिने बेलामा। त्यति दुःख, त्यति पीडा हुन्छ अरे बच्चा जन्मिने बेलामा। Then she kept at it. She pushed after pushed, and suddenly it was smashed and she was through. And there was finally a baby. She saw baby there. त्यहाँ बच्चाको चाहिँ अनि जन्म हुन्छ। The neighborhood watched and offered their best wishes for the baby. The young man supported his wife throughout the time. The couple was deeply moved by the experience, realizing that nothing in his studies had prepared for him this moment. यहाँ एउटा कुरा भनेको छ, त्यो बेलामा चाहिँ त्यो छिमेकहरूले देखाएको विभिन्न सहयोगहरू देख्दाखेरि चाहिँ उसलाई लाग्छ यो नोभलमा चाहिँ उसले नोभल पनि कस्तो लेखेको हुन्छ यो 20th century। 20th century मा चाहिँ मान्छेहरू अलिकति सेल्फिस भए, मान्छेहरूले चाहिँ एकअर्कालाई चाहिँ सहयोग नगर्ने भए, अहिले चाहिँ 20th century मा मान्छे स्वार्थी भए भन्ने खालको थेसिस ऊ लेखिरहेको हुन्छ क्या। तर आफ्नो अगाडि उसले हेरिरहेको हुन्छ त्यहाँ के भइरहेछ त, सबै ती मान्छेहरू, ती ह्युमन्सहरूले उसलाई चाहिँ सहयोग गरिरहेको छ। अनि नोबलमा लेखेको उसको थेसिस एक खालको छ भने रियलमा भइरहेको इन्भाइरोमेन्ट चाहिँ अर्को खालको छ। ओके, सो दे फेल्ट द टाइनी बटक्स। बच्चाको पछाडिको भाग यसो उनीहरूले फिल गर्छन्। एन्ड सी द बोय, त्यो अघि जुन त्यो महिलाले भनेको थियो नि यो पक्कै पनि छोरा नै होला भनेर। एन्ड लकिली द बेबी वाज
अब बोय नै हुन्छ मिलेको डग त्यो चाहिँ चिना नै हेरेर भने जस्तो बच्चा बेबी नै हुन्छ फर अ सेकेन्ड द चाइल्ड लस द निपल एन्ड बिगन टु क्राई अनि त्यो बच्चा जन्मिनेदेखि अब आमाको चाहिँ अब दुध त खानु पऱ्यो अनि दुध सुरुमा खाइरहेको हुन्छ नि कुनै बेला त्यो सानो बच्चा नै हो त्यो आमाको त्यो निपल मुखबाट छुट्ने बित्तिकै फेरि रुन्छ एकचोटि त्यो बच्चा त्यसरी कराउँछ देयर वाज अ कम्प्लिट डिफरेन्ट एटमोस्फियर द यङ म्यान हर्ड द नेबर साउटिङ आउटसाइड ही वेन्ट टु द ब्याक डोर अनि त्यहाँ यसो गरेर हेर्छ दे स मेनी पिपल वेयर चेयरिङ अप द नेबर्स वेयर चेयरिङ अप बाहिर चाहिँ यसो हेर्दाखेरि सबै छिमेकी ल बधाई छ भनेर दे वर जस्ट साउटिङ एन्ड दे फेल्ट very good, they felt very comfortable, they felt very affectionate by looking at those neighbors outside and they felt that they were connected to the community. Their eyes were filled with tears. आँखाभरि आँसु हुन्छ त्यो छिमेकीलाई देखेर उनीहरूलाई लाग्छ अब हामी यो कम्युनिटीमा अब हामी पनि जोडियौँ हामीलाई यति माया गर्छन् भन्छन् उनीहरूले र त्यो 20th सेन्चुरीको जुन उनले नोबलमा बेसिस जुन थेसिस लेखिरहेको थियो he felt that the 20th century novel had not prepared him for all this. This is how the story ends. The story is over.